सानो गाउँको एक पुरानो घरको छानामा थुप्रै चराहरू बस्थे। बिहानैदेखि ती चरा चिरबिर गर्दै गाउँ घुम्थे, खाना खोज्थे र बेलुकी फेरि घरको छानोमै फर्कन्थे। त्यहाँ बस्ने रवि नामको बालकलाई तिनको बोलाइ, उडान र हरकत हेर्न मन पर्थ्यो। एक दिन रवि छानामा गयो र देख्यो ती चरा त केवल उडिरहेका होइनन्, पढिरहेका पनि रहेछन्। उनले देखे साना डालीहरू बीच कुर्सी जस्तो बनाइएको ठाउँमा साना चराहरू बसेका छन् र एक ठूलो पोथी चरा सेतो पखेटा फैलाएर शिक्षक जस्तो गर्दै बाँकी चराहरूलाई पढाइरहेको छ। रवि आश्चर्यचकित भयो। ऊ सोच्न थाल्यो, वाह, चरा पनि पढ्न चाहन्छन्, कसरी सम्भव हो? चरा शिक्षक, जसको नाम थियो गुरु गुङ्गु, उनले त्यस दिनको पाठ सुरु गरे। आज हामी सिक्नेछौँ कसरी मानिसहरूसँग डर नमान्ने र प्रकृतिमा सबैसँग मिलेर बस्ने। सानो चरा किक्को भने, तर मानिसहरू त ढुङ्गा हान्छन्, डर लाग्छ। गुरु गुङ्गु मुस्कुराउँदै भन्छन्, सबै मानिस खराब हुँदैनन्। केही त हाम्रा साथी पनि हुन्छन्, जस्तै त्यो सानो केटा रवि। रवि यो सुनेर एकछिन लाजले मुस्कान दियो। ऊ फेरि तल झर्यो र सोचे, म पनि ती चराहरूलाई केही सहयोग गर्न सक्छु। अर्को दिन रविले छानामा सानो पानीको भाँडो राख्यो, केही चिउरा र मकै राख्यो, अनि एउटा सानो स्लेट र चक पनि। चरा विद्यालय झन् रमाइलो भयो। चराहरूले अङ्ग्रेजीका अक्षर सिक्न थाले, फर एन्ड फर बर्ड, फर क्राउ। उनीहरूले गीत पनि गाउँथे। पखेटा फैलाएर उड्न सक्छौँ हामी, ज्ञानका बाटोमा जान सक्छौँ हामी। एक दिन गाउँको अरू बच्चाहरूले पनि चराहरूको विद्यालय देखे। सबैजना छतमा आएर चरा स्कुल हेरे। अनि सुरु भयो नयाँ रमाइलो, मानिस र चराहरूको संयुक्त विद्यालय। अब रवि पनि मानव शिक्षक बने र चराहरूका लागि चित्र बनाउँथ्यो। चराहरू पनि रमाइलो पाठ ल्याउँथे, आकाश कस्तो हुन्छ, हावा कति टाढा पुर्याउँछ र चरा समाजमा नियमहरू के छन्। यस्तै गर्दै गर्दै त्यो सानो छानो गाउँकै सबैभन्दा अद्भुत विद्यालय बन्यो, जहाँ सँगै पढ्थे चरा र मानिस, सँगै हाँस्थे, सँगै सिक्थे। सच्चा ज्ञान सधैँ बाँड्न सकिन्छ, चाहे तपाईँ साना पखेटा भएका चरा होस् वा साना हात भएका बालबालिका। सबैको साथ र सद्भावले संसार अझै सुन्दर बन्छ। यदि तपाईलाई छानामाथिको चरा विद्यालय कथा मन पर्यो भने कृपया यो भिडियो लाइक गर्न नभुल्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस् र यस्ता रमाइला कथाहरू सुन्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्। तपाईको साथले हामी अझ प्रेरित हुन्छौँ।